नमस्ते, म सुन चाँदी व्यवसाय समितिको उपाध्यक्ष चन्दनमा र जनसुधार पानी सङ्घको सदस्य। के घटना के भयो? किन यहाँहरू विरोध गरेको? तपाईँको अस्ति चाहिँ 15 गतेतिर मिर्चैयाको एकजना व्यवसायी चाहिँ रोशनी ज्वेलर्स भन्ने फर्मको चाहिँ उहाँहरू 2 जना चाहिँ कालीगढहरू आउनुभएको थियो। उहाँहरू यहाँ चाहिँ हामीले अर्डर गर्दाखेरि जुन सामान चाहिँ हामी बनाउनको लागि दिन्छौँ त्यो सामान चाहिँ लिएर आउनुभएको थियो। र 2टा पसलमा त्यो दिन सामान दिनुभयो, एउटा बलराम ज्वेलर्समा र एउटा तपाईँको अरुण ज्वेलर्समा, होइन। त्यहाँ सामान दिएर जाँदाखेरि अब उहाँहरू जलेश्वरतिर जाँदाखेरि चाहिँ अब यो तलवार कुटिनेर चाहिँ सादा पोसाकमा रहेका प्रहरीले उनीहरूलाई समात्नुभयो र जिल्लामा लग्नुभयो। अनि राति 9 बजेतिर चाहिँ लिएर आउनुभयो बजारमा, कहाँ सामान चाहिँ होइन तपाईँहरू बेच्नु भएको छ त्यो चाहिँ हामीलाई हेराइदिनु। अनि मलाई पनि बोलाउनु भयो। अनि 2 जोडा बाला चाहिँ अरुण ज्वेलर्समा र बलराम ज्वेलर्समा तपाईँको 3.5 तोला जति चाहिँ सुन चाहिँ दिनुभएको थियो। र उहाँ इन्सपेक्टर साहबको टोली आउनु भएको थियो। त्यति बेला भन्नुभयो कि चाहिँ त्यो सामान चाहिँ फिर्ता गराइदिउँ, त्यसको बिल बिजक छैन। पछि अनुसन्धान हुँदाखेरि चाहिँ निर्दोष देखियो भने त्यो सामान चाहिँ फिर्ता हुनेछ। र हामीले त्यो सामान चाहिँ जिम्मा लगाइदिएर मुचुल्का पनि त्यही तयार भयो। अनि हिजो हामी जिल्ला प्रहरीमा पुग्दाखेरि एसपी साहबसँग कुरा हुँदा उहाँले भन्नुभयो ठिकै छ, हामी अनुसन्धान गर्दैछौँ, अनुसन्धान भएपछि निर्दोष भए हामी छाड दिन्छौँ। आज चाहिँ के घटना भयो भने बलराम ज्वेलर्सको प्रोप्राइटर बलराम शाह र अरुण ज्वेलर्सका प्रोप्राइटरज्यूलाई बोलाउनु भयो त्यहाँबाट र 20 मिनटको अन्तरालमा सिधै गाडीमा बसाएर उहाँ पसलैया चाहिँ पठाइदिनु भयो आन्तरिक राजस्व कार्यालय। र हामी चाहिँ अहिले आर्थिक मन्दीको मारमा व्यवसायी त्यत्तिकै नै हामी पीडामा छौँ। र यो समयमा चाहिँ राज्यद्वारा यस्तो व्यवसायीमाथि चाहिँ होइन क्षति गर्नु निन्दनीय हो र यसको म घोर भर्त्सना गर्दछु। र अविलम्ब चाहिँ व्यवसायीलाई रिहा गर्नु पर्यो, होइन। दोषी भए कानुन बमोजिम सजाय चाहिँ सौला बुझौला र निर्दोषलाई चाहिँ अब यसरी चाहिँ आतंकवादी तरिकाले चाहिँ यसरी फसाउन चाहिँ मिलेन। धन्यवाद। यहाँ के छ छैन, हामीलाई त अहिले भर्खर चाहिँ 1 घन्टा अगाडि थाहै हो। अहिले चाहिँ कसले यहाँ पठाउनु भयो र अहिले त बाटैमा हुनुहुन्छ। लगभग चाहिँ त्यही 7-8 बजीतिर चाहिँ त्यहाँ पुग्नुहुन्छ। अनि बिल चाहिँ त्यसको वास्तवमा थिएन र? बिल त त्यसको थियो, तर बाई मिस्टेक उसले चाहिँ पसलमा छुटेको थियो। बिल चाहिँ छ उसँग, व्यवसायीसँग, मिर्चैयाको व्यवसायीसँग। तर पछि चाहिँ बिल ल्याउँदाखेरि भन्नुभयो यो मान्य हुँदैन। थाहा पाएको हो कि यहाँको जुन हाम्रो व्यवसायी बलराम ज्वेलर्सको सञ्चालक र अर्को एउटा अरुण ज्वेलर्सको सञ्चालक उहाँलाई प्रहरीले जुन एउटा समातेर लगेको र पसलैया पठाएको जानकारी पाएँ। र बुझ्दै जाँदाखेरि हिजो मलाई यो घटनाको सन्दर्भमा जानकारी भएको थियो र जुन मिर्चैयाको तस्कर होइन, व्यवसायी हो, कारिगर हो। र कारिगरले भुलवश उहाँले जब सुन चाँदी या केही गरगहनाहरू आफैले बनाएको गहनाहरू यहाँ बेच्न ल्याउँदाखेरि भुलवश उहाँको बिलहरू यदि छुटेकै थियो भने त्यो हिसाबले प्रहरीले एउटा षड्यन्त्रपूर्ण तरिकाले बलराम दाईको पसलमा आएर पनि सबै हेरेर गएर त्यसलाई त्यो व्यवसायीलाई कलवार कुटिनेर समातेर पनि राति एउटा मुचुल्का बनाउने र भोलि बिहान भोलिपल्ट बेलुका अर्को मुचुल्का चाहिँ को साइन गराउन आउने त्यो जानकारी प्राप्त हाम्रो व्यवसायीहरूबाट भएको छ। र त्यसमा हामीले हाम्रो एसपी साहब मित्र बन्धु शर्माज्यूलाई हामीले अनुरोध पनि गरेको थियौँ कि ठिक छ, बिल जुन फेला परेको छैन त्यो व्यवसायीलाई त्यो हिसाबले यदि कानुनी प्रक्रिया पनि अगाडि बढाउनु छ भने त्यो हिसाबले, तर यसलाई जुन व्यवसायीहरूको अरू व्यवसायलाई जुन मुछिएको छ एउटा त्यो चाहिँ नहुनुपर्ने। र मैले हिजो गएर
एसपी साहबसँग पनि रिक्वेस्ट गरेको थिएँ र उहाँले त्यसमा हामीलाई सकारात्मक कुरा भन्नुभएको थियो। तर आज एउटा त्यो व्यवसायीलाई आफ्नै कार्यालयमा काम छ भनेर बोलाएर अनि हतकरी लगाएर यो पठाउनु चाहिँ अलिकति जुन उहाँको स्वभावले र जुन एउटा प्रहरी प्रमुखको हिसाबले त्यो कुरा अलिकति मिलेको जस्तो देखिँदैन। र दुईटा कुरो बताइदिनुहोस्, कस्तो विरोध फेला परेको छ र एउटा व्यापारी पक्राउ परेको छ, आगामी कदम तपाईँहरूको के हुनेछ जोडिएन दुईटै कुरा। अब कानुनी प्रोसेसमा जुन गइएको छ, हामी कानुनी लडाइँ एउटा लड्छौँ, त्यो एउटा छुट्टै पार्ट हो। तर अहिले यो देशको अर्थतन्त्र त्यतिकै धाराशाही अवस्थामा छ र अहिले जुन पीडित वर्ग छ त्यसलाई सानोतिनो एउटा गल्ती हुँदाखेरि त्यो न्यूमा उचाल्ने काम र पुरै व्यवसायी कम्युनिटीलाई जुन पीडा छ त्यसमा थप पीडा थप्ने काम जुन भइरहेको छ। म नियम कानुनको कुरा गर्नुहुन्छ भने यो देशमा कसले नियम पालन यो प्रहरीले गरेको छ कि तपाईँको राजनीतिक दलले गरेको छ या कसले गरेको छ? व्यवसायीसँग मानवीय त्रुटि काम गर्दै जाँदाखेरि हुनसक्छ र त्यो मानवीय त्रुटि हुँदाखेरि त्यो हिसाबले यदि भएकै रहेछ भने त्यो हिसाबले चाहिँ एउटा यो हिसाबले अगाडि चाहिँ एग्रेसिभ भएर बढाउनु हुँदैन। हामीले पटक सिडिओ साहबलाई एसपी साहबलाई जानकारी चाहिँ गराएको थियो कि तपाईँको राजस्व छली हुन्छ, तस्करी हुन्छ, त्यो कुराहरू जानकारी गराउँदाखेरि जुन गर्नुपर्ने कन्ट्रोल गर्नुपर्ने त्यतातिर ध्यान जाँदैन। तर एउटा मानवीय त्रुटि एउटा कुरो आएर कस्तो प्रकृतिको बिल थियो जस कारणले पक्राउ पर्यो र अर्को कुरो अनुसन्धानमा यहाँहरूले सहयोग गर्नुहुन्छ? निश्चित रूपमा अनुसन्धानमा हामीले सहयोग गर्नै पर्छ। जुन एउटा नेपाल सरकारको जुन कानुन छ त्यो कानुनमा जब कानुनी प्रक्रियामा गएपछि त्यसमा सहयोग गर्नै पर्छ। र अर्को कुरा जुन व्यवसायीको विरोधको कुरा हो, निश्चित रूपमा एउटा मानवीय त्रुटि हुँदाखेरि त्यसको सजाय पनि थोरै हुन्छ र जुन हिसाबले यो घटनालाई ठुलो बनाइएको छ अब यसमा कसको के इन्टेन्सन छ त्यो बुझ्दै जाँदाखेरि पछि थाहा हुन्छ। तर त्यो हिसाबले यो व्यवसायी जुन अहिले पीडामा छ, मारमा छ, त्यसलाई अझै मर्माहित हुने जुन क्रियाकलाप प्रशासनिक निकायबाट भएको छ त्यसको हामी एकदम विरोध, यो सम्पूर्ण हाम्रो व्यवसायीहरू छ, व्यवसायीहरूको तर्फबाट विरोध गर्दैछ। यो समस्यालाई स्मुथली ह्यान्डल पनि गर्न सकिन्थ्यो यदि 10 किलो सुन होइन 10 तोला 8 तोला सुन जुन छ यदि भुलचुक बस उसले सामान डिलिभरी दिने बेलामा यदि उसँग बिल नै थिएन भने यसलाई यहाँको भन्सारमा पनि बुझाउन सकिन्छ। जुन विगतको परम्परा यहाँको भन्सारमा यो पथलैया एउटा ठुलो हिसाबले जुन यो घटनालाई देखाउने प्रयास गरिएको छ, यो वास्तवमा यसमा इन्टेन्सन र एउटा म्यानिपुलेसन अब कसको त्यो थाहा भएन। त्यो बुझ्दै जाँदाखेरि अब यहाँहरूले के गर्नुहुन्छ? निश्चित रूपमा सुन चाँदी व्यवसायी अहिले पीडामा परेको छ। सुन चाँदी व्यवसायीले उहाँले बैठक राख्नुहुन्छ, उहाँले जुन उचित निर्णय गर्नुहुन्छ त्यसमा उद्योग वाणिज्यको साथ र सहकार्य चाहिँ हुनेछ भने म